यसको 18-19 वटा केटा मात्रै केटा यहाँ त बोल्नु पनि परेको यति नम्बर भनेको उ राख्नु परेको गाडी जति म बोल्छु हेर्छु यहाँबाट लास्टै मान्छे आउँछ जान्ने गर्छ माथि छतबाट सालकारी Woi, bol coba.
एकदमै सरका साथ चलाउने खेलाडीको 30 शटले छक्कै नम्बर चलाउने टिमले एक नम्बर नम्बर एक्सन भने युवराज भाइ परिवार टिमको नम्बर 8 नौला 30 प्लेसिङका साथ नम्बर बराबर खेल्न सफल गरेको छ युवराज भाइ परिवार टिम जानको गरी युवराज भाइ परिवार टिम जानको गरी एक नम्बर एक्सन 9 भने चलाउने परिवार टिमको नम्बर 9 बराबर एकदमै उत्कृष्ट शट थियो दक्षिण मोर्चाका खेलाडीको एकदमै उत्कृष्ट शट थियो तर जालले सिक्दा फाइदा भयो निम दाजुभाइलाई निम दाजुभाइको पक्षमा थपिएको छ जसले गर्दा उसले आफ्नो खातामा 10 नम्बर जम्मा गर्न सफल भएको छ भने चलाउने भलिबल टिम गर्न रहेको छ 10 फेरि पनि जालले सिक्दा फाइदा भयो निम दाजुभाइ भलिबल टिम जाँदा कटेरीलाई निम दाजुभाइ भलिबल टिम जाँदा कटेरी 1 नम्बर नम्बर 11 भने चलाउने 11-9 फाइदा भयो न्यू दाजुभाइ भलिबल टिमलाई न्यू दाजुभाइ भलिबल टिमले 1 नम्बर नम्बर 12 भने चलाउने भलिबल टिमको नम्बर आएको छ 12-9 दक्षिण नम्बर 2 न्यू दाजुभाइका खेलाडी दक्षिण नम्बर 2 का खेलाडीको उत्कृष्ट शटले आफ्नो खातामा 1 नम्बर ठोक्न सफल भयो न्यू दाजुभाइ भलिबल टिम जाँदा कटेरी न्यू दाजुभाइ भलिबल टिम जाँदा कटेरी 1 नम्बर नम्बर 2 आएको छ 13 भने चलाउने भलिबल टिमको पक्षमा नम्बर आएको छ 13-10 शटका साथ नम्बर 27 न्यू दाजुभाइ भलिबल टिम न्यू दाजुभाइ भलिबल टिम न्यू दाजुभाइ भलिबल टिमले आफ्नो पक्षमा 1 नम्बर आएको छ 14 भने चलाउने भलिबल टिमको नम्बर आएको छ खेलाडी सुकिँदा फेरि फाइदा भयो चलाउने भलिबल टिमलाई चलाउने भलिबल टिमले 1 नम्बर आएको छ 11 भने न्यू दाजुभाइ भलिबल टिमको नम्बर आएको छ 11-14 फाइदा भयो न्यू दाजुभाइ भलिबल टिम जाँदा कटेरीलाई न्यू दाजुभाइ भलिबल टिम जाँदा कटेरी 1 नम्बर नम्बर 2 आएको छ 15 भने चलाउने भलिबल टिमको नम्बर आएको छ 11-15-11 न्यू दाजुभाइ भलिबल टिमले आफ्नो पक्षमा 1 नम्बर आएको छ 16 चलाउने भलिबल टिमको नम्बर आएको छ 11 फेरि पनि हाम्रो पक्षमा नम्बर 17 न्यू दाजुभाइ भलिबल टिमले आफ्नो पक्षमा 11 चलाउने भलिबल टिमका खेलाडीको उत्कृष्ट शटले 1 नम्बर 27 चलाउने भलिबल टिमले 1 नम्बर आएको छ 12 भने न्यू दाजुभाइ भलिबल टिमको नम्बर आएको छ 17 चलाउने भलिबल टिमका खेलाडीको उत्कृष्ट शटले 1 नम्बर 27 चलाउने भलिबल टिमले आफ्नो खातामा चलाउने भलिबल टिमले 1 नम्बर आएको छ 13 भने न्यू दाजुभाइ भलिबल टिमको नम्बर आएको छ 17 ननुहरूलाई याद चलाउने भलिबल टिमलाई चलाउने भलिबल टिमले 1 नम्बर आएको छ 14 फेरि पनि 1 नम्बर आएको छ न्यू दाजुभाइ भलिबल टिम जाँदा कटेरी न्यू दाजुभाइ भलिबल टिम जाँदा कटेरी 1 नम्बर आफ्नो पक्षमा नम्बर बनाएको छ 18 भने चलाउने भलिबल टिमको नम्बर आएको छ 14-18 फेरि पनि न्यू दाजुभाइकै पक्षमा 1 नम्बर थपिएको छ न्यू दाजुभाइ भलिबल टिम जाँदा कटेरीले आफ्नो पक्षमा 1 नम्बर आएको 19 चलाउने भलिबल टिमको नम्बर आएको छ 19-14 रेफ्रीको सिद्धिको सङ्केत अनुसार फाइदा भइसकेको छ चलाउने भलिबल टिमलाई चलाउने भलिबल टिमले 1 नम्बर आएको छ 15 भने न्यू दाजुभाइ भलिबल टिम जाँदा कटेरीको नम्बर आएको छ 19-15 15
एकदमै उत्कृष्ट सर्ट थियो तर आउट जाँदा फाइदा भयो न्यू दाजुभाइ भलिबल टिमलाई न्यू दाजुभाइ भलिबल टिमले 1 नम्बर टप नम्बर 21 चलाउने भलिबल टिमको नम्बर 15 21 15 फेरि पनि फाइदा भयो न्यू दाजुभाइ भलिबल टिमलाई न्यू दाजुभाइ भलिबल टिम 1 नम्बर टप नम्बर 22 पनि चलाउने भलिबल टिमको नम्बर 15 सर्भिस नम्बर फाइदा भयो चलाउने भलिबल टिमलाई चलाउने भलिबल टिमले 1 नम्बर टप नम्बर 16 पनि न्यू दाजुभाइ भलिबल टिमको नम्बर 16 भाइ बल फेरि पनि चलाउने भलिबलको पक्षमा चलाउने भलिबलले टिमले 1 नम्बर टप नम्बर 17 पनि न्यू दाजुभाइ भलिबल टिमको नम्बर 17 भाइ एकदमै उत्कृष्ट सर्टका साथ न्यू दाजुभाइ भलिबल टिम निरन्तर अगाडि आफ्नो पक्षमा नम्बर पक्दैछ न्यू दाजुभाइ भलिबल टिमले 1 नम्बर टप नम्बर 23 पनि चलाउने भलिबल टिमको नम्बर 17 बल 30 आउट गर्न फाइदा भयो चलाउने भलिबल टिमलाई चलाउने भलिबल टिमले 1 नम्बर टप नम्बर 18 न्यू दाजुभाइ भलिबल टिमको नम्बर 23 बल फेरि पनि 1 नम्बर टप सफल भएको छ चलाउने भलिबल टिमले 1 नम्बर टप नम्बर 19 न्यू दाजुभाइ भलिबल टिम द्वारा कटेको नम्बर 19 न्यू दाजुभाइ भलिबल टिम द्वारा कटेको 1 नम्बर टप नम्बर लास्ट पनि चलाउने भलिबल टिमको नम्बर 19 लास्ट 19 एकदमै सुपर आउँदै थियो तर आउन सकेन जसले गर्दा फाइदा भयो न्यू दाजुभाइ टिमले एक सेट हात पार्न सफल भएको छ दाजुभाइ भलिबल टिम र चलाउने भलिबल टिम सुरु भइरहेको छ दोस्रो सेटको लागि शट आउट गर्न फाइदा भयो चलाउने भलिबल टिमलाई चलाउने भलिबल टिमले 1 नम्बर सबैलाई खाना खोल्न सफल भइसकेको छ भने न्यू दाजुभाइ भलिबल टिमको नम्बर 0 उत्कृष्ट प्लेसिङका साथ 1 नम्बर टप चलाउने भलिबल टिमले आफ्नो पक्षमा 1 नम्बर टप नम्बर 2 भने न्यू दाजुभाइ भलिबल टिमको नम्बर रहेको 0 2-0 एकदमै उत्कृष्ट सर्टका साथ चलाउने भलिबल टिमका 10 नम्बर 2 का खेलाडीको उत्कृष्ट सर्टले फेरि पनि लगातार आफ्नो पक्षमा नम्बर सक्दैछ चलाउने भलिबल टिमले 3 नम्बर प्राप्त गरेको छ भने न्यू दाजुभाइ भलिबल टिमको नम्बर 0 3-0 भन्दा फेरि पनि चलाउने भलिबल टिमले आफ्नो खातामा जम्मा पारिसकेको छ जसले गर्दा उसले नम्बर प्राप्त गरेको छ 4 भने न्यू दाजुभाइ भलिबल टिमको नम्बर 0 4-0 एकदमै उत्कृष्ट सर्टले 1 नम्बर टपमा सफल भयो न्यू दाजुभाइ भलिबल टिम डाँडा कटेरी न्यू दाजुभाइ भलिबल टिम डाँडा कटेरीले 1 नम्बर टप नम्बर 1 चलाउने भलिबल टिमको नम्बर रहेको 4 यस पछाडिको गेममा कालीका युवा क्लबका खेलाडीहरू कहाँ हुनुहुन्छ पहिलो अवस्थामा बसिरहन हामी हार्दिक अनुरोध गर्दछौँ बल आउट जाँदा फाइदा भयो न्यू दाजुभाइ भलिबल टिमलाई न्यू दाजुभाइ भलिबल टिमले आफ्नो पक्षमा 1 नम्बर टप नम्बर 2 चलाउने भलिबल टिमको नम्बर रहेको छ 5 खेलाडी भूमिका फाइदा भयो चलाउने भलिबल टिमलाई चलाउने भलिबल टिमले 1 नम्बर टप नम्बर 2 न्यू दाजुभाइ भलिबल टिमको नम्बर रहेको 2 एकदमै उत्कृष्ट सर्ट थियो न्यू दाजुभाइबाट तर चलाउने भलिबल टिमले प्रवेश गर्न दिएन जसले गर्दा फाइदा भयो चलाउने भलिबल टिमलाई चलाउने भलिबल टिमले 1 नम्बर टप नम्बर 2 भने न्यू दाजुभाइ भलिबल टिमको नम्बर रहेको छ 2
न्युराज भलिबल टिमका जसमा 5 का खेलाडी रोशनको 30 शटले 1 नम्बर पाउन सफल भयो न्युराज भलिबल टिम टाढा गरी न्युराज भलिबल टिम टाढा गरी 1 नम्बर पाउन प्रयास गरि भने चलाउने भलिबल टिमको नम्बर रहेको छ बल राइटमा चलाउने भलिबल टिमले फेरि पनि लगातार आफ्नो पक्षमा नम्बर पाउँदैछ 1 नम्बर पदक नम्बर प्रयास 8 भने न्युराज भलिबल टिमको नम्बर रहेको छ 3-8-3 न्युराज भाइले पक्ष नम्बर परेको छ न्युराज भलिबल टिमले 1 नम्बर पदक नम्बर प्रयास 4 चलाउने भलिबल टिमको नम्बर रहेको छ 8 चलाउने भलिबलका दक्षिण रहेको खेलाडीको 30 शटले 1 नम्बर पाउन सफल भयो चलाउने भलिबल टिमले 1 नम्बर पदक नम्बर प्रयास 9 भने न्युराज भलिबल टिमको नम्बर रहेको छ 4-9-4 चलाउने भलिबललाई चलाउने भलिबल टिम 1 नम्बर पदक नम्बर प्रयास 11 जानाको धेरै हाम्रो देशका साइडतिर देखिरहेका छौँ खेल एकदमै ठिकसँग भइरहेको छ न्युराज भलिबल टिमले आफ्नो पक्षमा 1 सेट हात पारेको छ भने चलाउने भलिबल टिमले कुनै पनि सेट आफ्नो हातमा सफल भएको छैन न्युराज तर्फबाट दक्षिण मोर्चाका 30 खेलाडीको एकदमै 30 शटका साथ नम्बर पाउन सफल भयो न्युराज भलिबल टिम जानाको फेरि न्युराज भलिबल टिम जानाको फेरि 1 नम्बर पदक नम्बर प्रयास 5 भने चलाउने भलिबल टिमको नम्बर रहेको छ फेरि पनि न्युराज भलिबल टिम एकदम गुटिलो पारामा खेलेर हामी देखिरहेका छौँ न्युराज भलिबल टिमले 1 नम्बर पदक नम्बर प्रयास 6 चलाउने भलिबल टिमको नम्बर रहेको छ 11 जस्तै चलाउने भलिबल टिमका दक्षिण नम्बर 1 बाट शट हान्दा फाइदा भयो चलाउने भलिबल टिमलाई चलाउने भलिबल टिमले 1 नम्बर पदक नम्बर प्रयास 12 न्युराज भलिबल टिम टाढा गरेको नम्बर रहेको छ 12-6 दक्षिण नम्बर 2 चलाउने भलिबल खेलाडीका दक्षिण नम्बर 2 खेलाडीका 30 शटले नम्बर 70 छ चलाउने भलिबल टिमले 1 नम्बर पदक नम्बर प्रयास 13 भने न्युराज भलिबल टिमको नम्बर रहेको छ 13 खेल एकदमै प्रतिस्पर्धा भइरहेको हामी देखिरहेका छौँ कुनै पनि टिम कमजोर देखिएको छैन न्युराज भलिबल टिमले 1 नम्बर आफ्नो पक्ष पारिसकेको छ न्युराज भलिबल टिमले 1 नम्बर पदक नम्बर प्रयास 7 भने चलाउने भलिबल टिमको नम्बर रहेको छ 13 चलाउने भलिबल टिमका दक्षिण नम्बर 2 बाट एकदमै 30 शट लिएर निरन्तर अगाडि बढाउँदैछ चलाउने भलिबल टिमलाई चलाउने भलिबल टिमले 1 नम्बर पदक नम्बर 14 न्युराज भलिबल टिमको नम्बर रहेको छ 7 भन्दा भन्दै फेरि पनि न्युराज भलिबल पक्षमा 1 नम्बर थपिएको छ न्युराज भलिबल टिमले 1 नम्बर पदक नम्बर 8 भने चलाउने भलिबल टिमको नम्बर रहेको छ 14 खेलाडी जित्दा फाइदा भयो न्युराज भलिबल टिम टाढा कटेरीलाई न्युराज भलिबल टिम टाढा कटेरीले 1 नम्बर आफ्नो पकेट शब्द नम्बर 9 चलाउने भलिबल टिमको नम्बर रहेको 14 9 14 फेरि पनि आफ्नो
चलाउने भलिबल टिम आफ्नो पक्षमा 1 नम्बर 15 नम्बर आएको छ 15 युवराज भाइ भलिबल टिमको नम्बर आएको छ 19
लास्ट में डेंजर खेले नि यो टाउको मान्यो त्यसलाई दिए चाहिँ फाल्दिने ल्याएर को 2 नम्बरलाई
26-26 बराबर न्यू दाजुभाइ एक सेट आफ्नो पार्न सफल भइसकेको छ भने चलाउने भलिबल टिमले एक सेट आफ्नो पार्न सफल भएको छैन। फेरि पनि सेट पोइन्टमा छ चलाउने भलिबल टिम। चलाउने भलिबल टिमले 1 नम्बर नम्बर 8लाई सेट पोइन्ट 27 नम्बर फेर्न सफल भएको छ भने न्यू दाजुभाइ भलिबल टिमको नम्बर रहेको छ 27-26 सेट पोइन्टमा छ चलाउने भलिबल टिम। भलिबल टिमले 1 नम्बर 27 भने चलाउने भलिबल टिमको पनि नम्बर रहेको छ 27 म्याच पोइन्टमा पुग्दैछ न्यू दाजुभाइ भलिबल टिम डाँडागढेरी। न्यू दाजुभाइ भलिबल टिम डाँडागढेरीले नम्बर रहेको छ 28। यो म्याच न्यू दाजुभाइले जित्न सफल भएको छ। बधाई छ न्यू दाजुभाइलाई।